थाहा छ हैन बताइरहनु परेन हामीले हैन आफ्नो हेलो एभ्रिवन वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड फेसबुक पेज है दार्जिलिङ आज लङ टाइम बाद फेरि तपाईँहरूको समक्ष एउटा नयाँ भिडियो लिएर आइरहेको छु। सो आजको भिडियो चाहिँ कस्तो रहनेछ भन्दाखेरि हाम्रो समाजको है एउटा आज धेरै समय बादमा वार्षिक सभा हुन गइरहेको छ। सो त्यो वार्षिक सभाको चाहिँ आज तपाईँहरूलाई म केही झलक देखाउने छु है। र जतिजना पनि है नयाँ भ्युअर्स हुनुहुन्छ प्लिज च्यानललाई सब्सक्राइब गर्नु नभुल्नु होला र भिडियो अन्तसम्म हेरिदिनुहुन्छ भन्ने आशा साँचेको छु र आनन्दले उठाउनु होला आजको भिडियोमा। प्रोग्राम पनि जस्ट सुरु भइरहेको छ गाइज है, तपाईँले देख्न सक्नुहुन्छ यहाँ भर्खर सञ्चालन गरिरहेको छ प्रोग्राम भइसक्नु भएको छैन यसर्थ म सचिव नमेन गुरुङलाई पनि आफ्नो आसन ग्रहण गरिदिनुहुन्छ भन्ने विनम्र निवेदन। गाउँका वरिष्ठहरूलाई आज पदार्पण है गरिरहेको छ। आसन ग्रहण गरेर स्टोर किपर श्रीमान देवान शेर्पालाई धोपियाम छ कि हैन धोप विष्णु गुरु देवमहेश्वर गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरुवे नमः। गाइस प्रोग्राम चाहिँ स्टार्ट भइसकिसकेको छ र अरू प्रोग्रामहरू हुँदैछ र अब यहाँ चाहिँ हाम्रो सधैँको जय है हाम्रो केटाहरूले एकदमै कुकिङ है आज चाहिँ खानापिनाको प्रबन्ध पनि गरेको छ र के हो पाक्दैछ खसी एकदम एकदम बले पापा नै हो आज पनि यहाँ हो। अजित दा कुकिङमा एकदम हाम्रो कुञ्जन ब्रदरले चाहिँ एकदम कटिङ हो खालको कटिङमा व्यस्त रहेछ। खै पाक्यो हाम्रो यसको चाहिँ स्पेसियल चाहिँ पाक्यो खै कहाँ छ हेरौँ न। ए यस्तो छ है स्पेसियली योपालि चाहिँ खै हो यहाँ ढकनी झर्ला जस्तो भयो हेर्नुहोस् है स्पेसियल हो यो चाहिँ। यो चाहिँ के हो चिकन ए यो चिकन रहेछ यहाँ छ यो पनि होइन रहेछ। खै हाम्रो अन्त मेन आइटम चाहिँ अब हाल्न आँटेको रहेछ यहाँ चाहिँ खसी पाक्दैछ आज त खसी भिडियो हुँदैछ त अन्त यहाँ एकदम खसीको मासु है आज चाहिँ बब्बाल पाक्दैछ नि फेरि एकदम खसीको मासु पाक्दैछ योपालि चाहिँ। एउटा सानो कविता वाचन गर्न लागिरहेको छु। मेरो कविताको शीर्षक छ विद्यार्थी जीवन। विद्यार्थी जीवन हाम्रो यो समय कति रमाइलो छ। साँच्चै जीवनको
मिठो पल विद्यार्थी जीवन। राम्रा राम्रा ज्ञानका कुराहरू सिक्न पाउँछौँ, राम्रा राम्रा शिक्षा अध्ययन गर्न पाउँछौँ। जीवनको सही पाठ यहीँबाट सुरु गर्छ। विद्यालयमा आफ्नो अनुशासनमा बस्न सिक्छौँ, साथीहरूसँग नयाँ कुराहरू अध्ययन प्रदान गर्न पाउँछौँ, शिक्षक शिक्षिकाको सही मार्गमा देश समाजको कर्मदार बन्न पाउँछौँ। धन्यवाद। दिलमा हेरमा नाच्न पर्ने। मैले हाते गरेर के गरेको मसाना सारा गाता। अब अझै रहेको छ अलिकति प्रोग्राम, सो त्यो प्रोग्रामलाई तपाईँले अन्तसम्म हेरिदिनुहुन्छ भने अझै छ नि। यो चाहिँ मेरो छोरी है, मेरो छोरी चाहिँ के छ, नक्कली छोरी है। बोल्नु भने झुटो कसैसँग नबोल्नु भने, धनी भएर नमात्तिनु, जस्तै सङ्कटमा पनि नआत्तिनु भने, धेरै मन्दिर नधाउनु, अरू माता पिताको मन नदुखाउनु, बरु मैले संस्कार यस्तै दिएँ। बरु नभ्याए धुप नबाल्नु, तर तुच्छ सम्झेर कसैलाई नचाल्नु। आफ्नो राम्रो हुँदा अरूलाई हेला नगर्नु, जस्तै सङ्कटमा पनि दुष्टको फेला नपर्नु। अर्काको निन्दा पटक्कै नगर्नु, विद्वानको सङ्गतसँग पछि नसर्नु। लागु पदार्थको गुण एउटै देखाइन, प्रशस्तै उदाहरण दिए हानिहरू। तिमीहरूको कारणले कहिले नजरोस् निर्दोष आँखाबाट पानीहरू। इच्छा भए परिवारसँग मिलेर गर्नु मस्तीहरू, इच्छा भए परिवारसँग मिलेर गर्नु मस्तीहरू। उजाड हुन नपरोस् कहिले सामाजिक सेवाको बस्तीहरू। इच्छा भए परिवारसँग मिलेर गर्नु मस्तीहरू, उजाड हुन नपरोस् कहिले सामाजिक सेवाको बस्तीहरू। मरुभूमिमा मल नखोज्नु, उपकार गुणहरूको फल नखोज्नु। प्रशंसादेखि खुसी नहुनु, निन्दादेखि खुसी हुनु। प्रशंसादेखि खुसी नहुनु, निन्दादेखि खुसी हुनु। निन्दाभित्र रिस हुन्छ, रिसलाई उन्नतिको बाटो बनाउनु। देखेरै शत्रुको आँखा बिग्रियोस्, उन्नति देखेरै शत्रुको आँखा बिग्रियोस्, यति मलिलो माटो बनाउनु। बाटोमा आउला विभिन्न बाधा, यसलाई बिस्तारै हटाउन सिक्नु। दुःख निराशा अधिक आउँछ, यसलाई सङ्घर्षले घटाउन सिक्नु। सर्वगुण सम्पन्न हुँदैन मान्छे, सर्वगुण सम्पन्न हुँदैन मान्छे भन्ने सम्झेर माफी दिनु। मिठो बोली सकिने चिज माया, पात्र अनुसार काफी दिनु। पात्र अनुसार काफी दिनु। थालेको कामहरू अधुरो नछोड्नु, दिएको वचन कहिले नतोड्नु। थालेको कामहरू अधुरो नछोड्नु, दिएको वचन कहिले नतोड्नु। सीमा नागेपछि सबै विष हुन्छ, यसर्थ सबै कुरा सीमित गर्नु। भुइँमा हेरेर आश्वासन खोज्नु, आफ्नो योग्यताले पाउन नसक्ने कुनै वस्तु पटक्कै नरोज्नु। भुइँमा हेरेर आश्वासन खोज्नु, किनकि आफूभन्दा धनी हेऱ्यो भने त ला म चाहिँ कहिले त्यत्रो धनी हुनु होइन भन्ने फिटिफिटी हुन्छ। अनि आफूभन्दा मुनिको लेभललाई हेर्नुपर्छ जहिले पनि सन्तानको निम्ति।
भुइँमा हेरेर आश्वासन लिनु, आफ्नो योग्यताले पाउन नसक्ने कुनै वस्तु पटक्कै नरोज्नु। सक्छौ भने जीवितमै खुवाउनु मेरा प्रिय भोजनहरू, सक्छौ भने जीवितमै खुवाउनु मेरा प्रिय भोजनहरू, मृत्यु पश्चात साह्रै नगर्नु रूढिवादी रिवाजको ओजनहरू, मृत्यु पश्चात साह्रै नगर्नु रूढिवादी रिवाजका ओजनहरू। मैले सक्ने पुण्यको कामहरू म आफै गर्छु बाँचेको बेला, मैले सक्ने पुण्यको कामहरू म आफै गर्छु बाँचेको बेला, बरु मेरो लौरो हुनु मेरो अङ्ग भाँचेको बेला, बरु मेरो लौरो हुनु मेरो अङ्ग भाँचेको बेला। प्रेम सबैलाई गर्नु तर विश्वास कम्ती गर्नु, प्रेम सबैलाई गर्नु तर विश्वास कम्ती गर्नु, कसैलाई पनि विश्वास प्रशस्तै नगर्नु। आफ्नो सामर्थ्य बिनाको धम्की कसैलाई पनि नदिनु, आफ्नो सामर्थ्य बिनाको धम्की। यस्तै संस्कार दिएको छु, भुल हो कि सही हो, मैले पनि जति छोराछोरीलाई सिकाएँ मैले सिकाएको संस्कार सत्य हो, यही हो, सत्य हो, यही हो। धन्यवाद। देखिरहनु भएको छ अब चाहिँ नानीहरूको बेलुन गेम हुँदैछ है, र बेलुन गेममा चाहिँ नानीहरूले जस्तो अब यो स्टार्ट गर्छ है, बेलुन फुटाउनु पर्ने हुन्छ, जसले रोक्छ बचाउँछ उसैले विनर हुन्छ है। र भाइ लगाइदेऊ न गाना। रेडी रेडी छ सबै रेडी 1 2 3 लु बुढा लु लु बुढा जग्गा आफ्नो जग्गा जग्गा लु लु भाइ विनर लु 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 गाइस यहाँ तपाईँहरूले देख्नुहुँदैछ अघिको फर्स्ट ब्याच थियो, यो सेकेन्ड ब्याच हो है। सेकेन्ड ब्याचको गेम स्टार्ट हुन आँटेको छ र रेडी हुँदैछ, सबैजनाले रेडी गरिदिँदैछ नानीहरूको होइन। सो सेकेन्ड ब्याच हेर्नुहोस्, सबैजना इन्ट्रेस्टेड भएर हेरिरहेको छ। सेकेन्ड राउन्ड स्टार्ट हुँदैछ गाइस है। रेडी 1 2 3 तिमी निस्का आउट निस्का। 3 जना छ, लो 3 जना छिटो 3 जना बुढाउ, 3 जना छ हो यहाँ। लो छिटो फुटाउ दुई जना थाहा छ होइन, बताइरहनु परेन हामीले होइन। भाग लिनुहुन्छ, कुनै किसिमको चोटपटक लागेमा समिति जिम्मेदार हुने छैन। रेडी बस्नुहोस् है सबैजना, म्युजिक बजाऊ। ल गेम सुरु भइसकेको छ गाइस, यहाँनिर हाम्रो गाउँको दिदी बहिनी भाउजूहरू पनि छ। ल गेम चाहिँ यसरी भइरहेछ। आउट लु आउट भएछ।
का इसको किससे ये तो बात वो कैसी पहेली है ये कैसी जिंदगानी ला 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 zuu 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 गाइस अब चाहिँ हामी खाना खानु लागेको है यहाँनिर खाना एकदम ल्याएर हामी रेडी बसिरहेको छौँ र भिडियो चाहिँ अन्तसम्म हेरिदिनु भएको धेरै धेरै धन्यवाद छ तपाईँहरूलाई र अलिकति छ अझै है र पनि तपाईँहरू आइदिनु होला श्वेता गुरुङलाई हाम्रा ज्येष्ठ थ्याङ्क यू हाम्रो मिलन तिङ शेरवालजीलाई अगाडि धन्यवाद बिताउनु भएको अमिन प्रधानज्यूको बाहुलीबाट भिडियो गरेर उयो ल कहाँ गएको तिमी म खेल्दै थिएँ नवनिर्वाचित सचिवको बाहुली एवं अमिन प्रधानको बाहुलीबाट होला एवं पारितोषिक वितरण गर्न लागिरहेको छ